आज चाहिँ म बिहान उठेर चाहिँ मलाई चिया बनाउनु रड थियो अनि मैले चाहिँ चिया बनाउनको लागि सोचिरहेको थिएँ। त्यो चाहिँ म चाहिँ बाहिर गएर चाहिँ चिया बनाउँछु भन्न लाग्यो हो। चिया त उति खास बनेन, बट रक चाहिँ मैले त्यति कुटिङ खुटिङमा बनाएँ है। अनि चाहिँ किचनमा गएर घुम्दा घुम्दा चाहिँ मैले एउटा भाँडो पाएँ। त्यो भाँडो पनि उति सजिलो भने उति गजब पनि थिएन, टुटे फुटेको होइन, त्यो कालो निलो, धुन पनि नआउने घरका मान्छेहरूलाई। सिलाउँ भने सिकाउँ भने के सिकाउँ। म यसो किचनतिर जाँदा अदुवा मलाई नि तपाईँको चियामा हाल्ने सामानहरू मिल्यो, त्यसलाई मस्त अदुवालाई कुट्दाखेरि माथि चाहिँ चालु गरेँ मैले आफ्नो प्रेस्टिजको के भन्छ यसलाई, कोही सामानै हो भनौँ। त्यसमा चाहिँ मैले प्यान राखेर चाहिँ अन्त पानी हाल्छ, अन्त पिसेको अदुवा त्यसमा हालेर मस्त बोइलिङ गरेर त्यसमा चियापत्ती हालेर चियापत्ती उम्लिन्छ अलिकति रातो रातो हो, त्यो मैले झ्याप्पै चिनी हालिदिइहाल्छु। चिनी हालेर चाहिँ तपाईँ देख्नुहुन्छ उम्लेको। अनि म चाहिँ चिया रेडी भइसकेपछि गिलास खोजेँ कताबाट गएर, गिलास ठ्याक्कै गिलास भेट्यो कालो कलरको क्या। त्योमा चाहिँ कालो कलरकै चिया हाले, चिया पनि त्यस्तै कालो कलर गर्नुहोस् हालेर चाहिँ म पिउला भन्ने सोचिरहेको थिएँ। सोचेँ कि नै पहिला बुढीलाई पिलाइहालौँ, कतै मलाई के भइगयो भने, किनकि जाने त जाने है। चिया चाहिँ रेडी भयो। म चाहिँ चिया चाहिँ धन्नैका पिइसकेको है, गएर चाहिँ बुढीलाई दिएर झ्याप्पको बुढी चाहिँ चिया पिनको लागि दिए। त्यो चिया चाहिँ रेडी भइसक्यो। बुढीलाई चाहिँ कता बसी गरेर चाहिँ बुढीलाई चाहिँ खोजेर गएर चिया चाहिँ त्यहाँ हातमा लगाए, ल चिया पिए भनेर। ऊ त अलिअलि किस हाँसिरहेको थिएँ। उसको हातमा छोडिदिएर चाहिँ ऊ चाहिँ चिया च्याप्प पकाएर च्याप्प मुह हालेर एक सुइप्प लगेर चाहिँ के भनिनँ। मैले चाहिँ भने ठिकै होला, मिठै होला, मैले हात खिचेर पिएँ त हेर्नु त्यो चिया त ओहो यति तितो, ओहो मेरो त हातबाट पानै छुट्यो जस्तो लाग्यो धन्नैका।